बुवा सुत्यो रे के यस्तो बात गर्नुहुन्छ नि त म उठ्छु यहाँ फ्लेक्स हानिदिउँ न ला तपाईँले फेमा हाल्दैछ ए मेरो मम्मी है मेरो मम्मी आमा यिनीहरू सबले मेरो काम पाइहाल्यो यिनीहरूले भोलि यिनीहरूले मेरो चट्टै काटिहाल्ने भयो भोलि नेटमा हाल्छ नि भन्नु नि हाउडाहरूलाई अलिकति मम्मीलाई के अरे अब तपाईँलाई हालिदियो भन्नु परिहाल्यो है होइन अब अनि यो खाएर सुत्नु जान्छ हो जान्छु म जान्छ अब जान्छु भनेको जान्छ होइन आमा गाउँ गर्दा म त आइरहेको छु होइन म जान्छु त्यो त्यति खाएपछि त जान्छु ओह त्यहाँ फ्यानहरू बेसी भइरहेछ कतिजनाले 1000 कतिजनाले हेर्दैछ अरे हौ 1300 कतिजना मान्छेले हेर्दैछ अरे त्यो देख्नुहुँदो रहेछ अरे मेरो ब्युटिफुल छ नि त मेरो आमा सबभन्दा दुनियाँमा सबभन्दा राम्रै होइन साँच्चीकै हो त साँच्चीकै राम्रै हो म हाम्रो सुमिया बहिनी पनि कस्तो गुड लुकिङ छ नि हाम्रो सिमरन पनि गुड लुकिङ छ है सबै राम्रो छ हाम्रो फ्यामिलीको त सबजना राम्रीहरू छ है राम्रैहरू छ साँच्ची हो तर यो खोइ यो क्यामेरा चाहिँ अलिकति फटाफट खाने यो के त्यही हो यो अनि कुन हो त हेर्नु त यस्तो बदमास छोरा तिमीहरू चाहिँ तिमीहरूले यो लेभलै भेट्दैन आमाले ल्याएर खुवाउँछ अनि आमाले भन्छ योभन्दा नखा यतिको लागि पनि जित्न सक्नुपर्छ त्यो ठाउँ पाउने होइन यो हेर्नेहरूलाई भनेको यो हेर्नेहरूलाई भनेको होइन अब मेरो कुरा गराइ नै त्यो होइन मलाई जसले बुझ्छ जसले बुझ्नेहरूलाई भनेको अन्त त्यो नबुझ्नेहरूको बुझ्दै छैन जसले मलाई बुझ्छ उनीहरूलाई भनेको अन्त मेरो आमाले मलाई माया गरेर धेरै नखा बाबु यो हल्का खा भनेर लिएर दिएछ यो त सक्नु पर्यो नि त कपमा ल्याइदियो क्या ब्ल्याक टी क्यामेरामा छोडिदिनु यो कहाँ छ मम्मी यो बोतल चाहिँ बाबाले सिरानीमा राख्दैछ मम्मीलाई डिजास्टर होइन नखाने अब नखाने अब आम्बा म यसलाई यो हिर्काइदिनु यो त राम्रो के मलाई म आफूलाई हेरेर बनाउनु पर्ने सायद भन्दैन कपाल चाहिँ अलि है कपाल बाटेर देख्दैन हेर्दै बस्छ मान्छेले खाइसक्यो हामीले भात त्यो तल हानिदिनु पर्ला अब टाइम भएछ कति बजेछ 11 बज्यो ल 11 बज्न 4 मिनट बाँकी छ
बोजी गयो त अब युजिन र को मम्मी ए आम्मा बुझ्यो पनि ठुलै भएछ यसको हाइट कति छ होइन कति छ 5 त भेटाइसक्यो 5 फिट त भेटायो 5 फिट भइसक्यो सेलिन दाजुको अर्को जस्तो लाग्दैन त म त अब लम्बो त त्यसको हड्डी नै लामो छ कसको युजिनको हड्डी नै लामो लामो हड्डी छ त्यसको खुट्टाको हातको त्यो लम्बो नै छ क्या यहाँ फोटो 5 फिट अब कति वर्ष भयो त्यो 15 वर्ष भएन यसको हड्डी लामो त्यो लम्बो हुन्छ हातबाट त दिपक मामाको जस्तै हो कि लामो तिम्रो म भन्दा अग्लो भएको छ त भएन होला 5 फिट म 5 फिट छु त 5 ए ल बुझ्यो यहीँ म भन्दा अग्लो देखाएको छ कि छैन बिचरा बाबा रहेछ नि अस्ति मनोकामना गएको नि त हामी है म त म सायमा म एकचोटि मात्र गएको हो त्यहीमा हो त्यसपछि गएको छैन हामीले यही पालि त नि पहिलो पालि म त्यही हो म त्यसपछि गएको छैन म गयो भने म बुढी बे गर्छ म अब मनोकामना गयो भने म बुढी बे गर्छु अनि म मेरो बच्चा जस्तै तपाईँले म लगेको थिएँ नि त्यस्तै म लिएर जान्छु नत्र म मार्ने आउनु जाँदैन अब म जाँदिनँ नि बरु तर गयो भने म बुढी र मेरो बच्चा लिएर जान्छु मनोकामना नत्र मैले सकिनँ भने म जाँदिनँ अब के भन्नु त नसकेपछि त्यो त हो नि त्यहाँ तेरो र मेरो फोटो छ है त्यहाँ मेरो मोबाइलमा थिएन तेरो मम्मीसँग रहेछ हेर कस्तो मनले गाउने छु ल कहाँ छ भने ए यो अनि क्या हो यहाँबाट कम्ती राम्रो छैन कता त्यो हेर्न आएको त्यो मेरो मोबाइलमा हालिदिउँ न भन्छु म दिदीले अस्ति कहिले हाल्दै जस्तो लागेको छ छैन नि यहाँ फोटो छ नि यहाँ माथि मरेन फ्रेम टिपेर ओ आयो त त हेर्दा कति राम्रो छ तर मैले नि कस्तो राम्रो देखेको क्या यङ खे है भर्खरको क्या छैन Nigga, what's out this thing? कति राम्रो अनुहार त पाकै हो सेम छ क्या त्यो मिलेको छ कि थोप्रा त एउटै छ क्या होइन मिलेको छ नि त एउटै तपाईँको जस्तो मुख छ नि त मेरो त्यो मिला त्यो अनुहार त त्यही छ नि त अहिले पनि त्यही नै छ क्या के हो मलाई आउनु दिइहाल्थ्यो भन्थ्यो त्यो आमा जस्तो देख्छ तिमीलाई भन्थ्यो सेमै त्यो मैले यो देखेर भने क्या सेमै छ त नेज वच्छा मेरो मोबाइलमा हालिदिनु दिदी ए फोटो मेरोमा छैन क्या होला यो त राम्रो फोटो रहेछ म यो हालिदिनु व्हाट्सएपमा छ त फुच्चेको सानो फोटोहरू क्या बिच अहिले पनि त्यसै देख्छ मुख त अब है एउटै है अहिले पनि त्यही देख्छ मेरो बाबु यो चाहिँ आएन है यो चाहिँ होस्टेलमा छ नि अहिले होस्टेल पुछदेखि साथीहरूसँग हिँडेर गुन्डा भयो क्या बेसी गुन्डा हुन थाल्यो के गर्नु त हेटौँडा एकाडेमीमा राखिदियो हेटौँडामा रे त्यहाँ त छैन नि त हाम्रोमा होस्टेल हेटौँडामा छ मम्मी त्यहाँ हेटौँडा त्यो होस्टेलमा फेरि त्यो बदमासहरू पनि हुन्छ कि तिनीहरूले यताउता के गरेर त्यहाँनिर होस्टेलभित्र
बेडहरू बस्नु सुत्ने खानेहरू तिनीहरूले त्यो अरू क्या अरू मान्छेहरू होस्टेलमा तिनीहरूले बदमासहरू गर्न सक्ला क्या तिनीहरूलाई अब आफूले कसरी ऊ आफूले म होस्टेल गइरहेको छु अब मैले कसरी लिँदैछु उसले कसरी लिँदैछ ऊ होस्टेल गइरहेको छ उसले अरूले त्यहाँनिर ब्याड गऱ्यो भने चाहिँ ह्याक हुन सक्छ मलाई चाहिँ चिन्ता लाग्यो त्यहाँनिर तिनीहरूले कस्तो छ यसो फोन चाहिँ गरिराख्नुपर्छ फोन गर्नु पाउँदैन हामी त्यहाँ पनि उनीहरूले शनिबार सर म्यामको उसले अहिले को छ त्यहाँ उसको नम्बरबाट एकैछिन के कसो बोल्ने भनेर कहिले चाहिँ बोल्नु पाउँछ त्यही शनिबार अघि दिउँसो त्यो टोइलेट पसेर म माथि लुगा धुँदै गर्दा एकचोटि आएको थियो ठिक छ अहिले ठिक छ अलिअलि त भोग्नु पर्यो ठिक छ तर बेसी बदमास गरेर मेरो भाइ टचर देला भने मलाई चिन्ता लाग्यो त्यो टचर दिने गुन्डाहरूलाई पनि छोडिदिएर उहाँ रिस उठ्यो क्या अब के गर्नु माया लाग्यो नि त होइन अब के अरे आजको एक्जाम चलिरहेको छ नि त जिल्लास्तरीय अब 17 गते सकिन्छ अनि 18 गते लिन आउनु मम्मी भन्दै थियो अब त्यहाँ कोही आउने भयो भने आइज भनेको सरलाई फोन गरिदिनु भनेको छ अब कोही आयो भने अनि पठाइदिनु भनेर फोन गर्नुपर्छ ठिक छ हुन्छ त्यो होइन त्यो त अब भइहाल्छ नि तर मेरो बाबुलाई चाहिँ गाह्रो साह्रो हुनु भएन बदमास गर्नेहरूलाई त छोड्नै भएन त्यहाँ सबैलाई बराबर हुन्छ बदमास गर्नेहरूलाई तर मलाई डर लाग्छ कि होस्टेलमा त्यही गर्छ के म पनि त होस्टेल बसेको हो नि त भात खाने भात मेरो भातमा थुक्थ्यो भने मेरो भातमा त यति थुक्दिरहेँ क्या यत्रो थुक्दिरहेँ म मैले कहाँ भने कसैलाई अनि के गरेछ मैले यो भनिरहेको छु मेरो साथीहरूलाई ग्याङहरूलाई मेरो साथीहरूलाई भनिरहेको छु अहिले पनि भने कहाँ म होस्टेल बस्दाखेरि मेरो भातमा त थुक आउँथ्यो त्यो त म्यामहरूलाई भन्ने हो नि त अनि तिनीहरूलाई अनि मैले म्यामलाई भने म्यामले मलाई उल्टो गराउँछ त्यस्तो हुँदैन म्यामले त मलाई कराउँछ नि त तर हुँदैन मेरो भातलाई चाहिँ थुक्नु भएन नि त होइन बरु बाँडेर खाइदिउँ भन्ने चाहिँ भयो भने त हामी सिक्थ्यो होला नि त राम्रै त्यो भातमा थुक्ने हाउडा त्यो म त रिस उठ्छ तिनीहरूलाई त हान्दिउँ क्या हो यो बन्दुक एउटा यो निकाल्नुहोस् ल एउटा गन राख साँच्ची मैले लिएर आएको छु कि बन्दुक फेरि म होइन म अरूलाई नै हानिदिन्छु यहाँ हेर्दै मलाई रिस उठ्यो क्या यहाँ त सेटिङ कति राम्रो देखियो ओए बेबी बिचरा मेरो बहिनी सुत्दैछ है सुतोस् बिचरा मेरो बहिनी सेलिन सुत्छ अझै गाडी सुत्छ त्यसले त त्यसले जिन्दगी सुतेरै बिताए पनि मलाई त खुसी हुन्छ म त खुसी सेलिनले त सुतेरै पनि होस् सुतेरै पनि पुगोस् हैन त्यसलाई त सुतेरै पनि पुगोस् 5 बजे मेरो सेलिनलाई तर त्यसलाई म छोड्दैन नि फेरि त्यो यस्तो एक्सर्साइज हो त्यसलाई म स्पोर्ट्स त्यही भएर त्यसलाई यस्तो दुःख दिन्छु नि म 5 बजे उठेर 4 बजे उठेर 5:30 बजे फिजिकल दुःख हो क्या त्यसलाई छुट्टीको बेलामा मात्रै हो मलाई बाउले बिहान उठेर सबै ड्यान्ने हाल्ने क्या बुवाले बाउ आउँछ उठ टाइम भयो भन्छ ल
बहुत टाइम भयो उठ भन्छ आज म भर्खर निन्द्रा पुऱ्याएर निन्द्रा पुग्न लाग्थेँ बिहान 5 यस्तोहरू बज्दै थियो निदाउनु खोज्दाखेरि 5 बजी चाहिँ 7, 8, 9 आयो आर्मीले त मान्दैन रहेछ बाबाले सुनेको मान्दैन डेन्जर बन्दुकको सिरानीमा बन्दुक हालेर सुतिरहेको